Welcome back to my new and another video. It's me, Mr. डर लाउँछ नि हेर्नुहोस् न, यहाँदेखि हेर्नुहोस् न माथि यस्तो डर लाउँछ वन। अझ अलि उताबाट देखिन्छ अझै खतरा। घर त के अझै छ, ओ त्यहाँ मटर बाटो छ, त्यहाँ गएपछि त हल्का डर लाउन्न। ए शिकार कसले गरिसकेको रहेछ, अझै डर लागेको छ मलाई चाहिँ नि एकदम बब्बाल। भिडियोलाई एन्ड तक हेरेर साथ दिनुहोस्। च्यानलमा नयाँ हुन्छु नि लाइक सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। सब्सक्राइब गरेर अलमा सेट गर्नु होला, किनकि मेरो भिडियो हजुरहरूमा सबै भिडियोलाई एन्ड तक हेर्नु होला भन्न चाहन्छु। लाइक गरिदिनु होला भिडियोमा। यस्तो च्यालेन्जहरू मैले गरिरहने अक्कलाएर म चाहिँ नि यस्तो बाटोबाट जानुपर्ने हुन्छ। यस्तो यार यस्तो डर लागेको छ। फेरि यहाँ चाहिँ छोडेको घर रहेछ, हो त्यहाँ इमिली रहेछ हेर्नुहोस् त। अहिले चाहिँ नखाम होइन, बरु उताबाट आउँदाखेरि खानु पर्ला। त्यस्तो जङ्गलै जङ्गल, गाउँमा मान्छे बस्नै छोडेकै लगभग सबै सहरतिरै गएको छन् होइन। अनि एउटा कुरा मैले बिर्सेँ, हाम्रो देश बनाउन छ भने झोलेहरूलाई भोट नदिनु होला कृपया। मेरो चाहिँ भोट कार्ड भए पर मैले ढुक्कै हालिदिन्थेँ, तर मेरो उमेरै पुगेन कि। देश बनाउनु छ भने टक्क आफ्नोलाई होइन राम्रोलाई दिनुहोस्। ए राम्रोलाई होइन हाम्रोलाई होइन।
खुट्टुको खुट्टा खत्रै छ फेरि बब्बाल खालको जम्मै छोडेको मात्र हो कि घर चाहिँ बसोबास चाहिँ छैन टाढो यताबाट अनि म त बिराइ भ्याएको बाटो हेर्नुहोस् त यस्तो जङ्गल छ यार ल भिडियो हेर्दै राख्नुहोस् हेर्नुहोस् जङ्गल हेर्नुहोस् मोबाइल चाहिँ लास्ट पक्क लगाएर अहिले चाहिँ म फाइनल्ली यस्तो मोटर बाटोमा आइसक्यो अब चाहिँ त्यतिको डर छैन किन यस्तो खतरा मोटर बाटो छ उतै देखाउनु नपर्ने त मोटर बाटो छ कि त्यस्तो उस छैन नि जम्मै जङ्गल छ फेरि उता फेरि त्यही भएर हो यता छैन अलिक डर लाग्नु मलाई चाहिँ भागेर अगाडि आयो नि डर लाग्छ भाग अगाडि कसलाई डर लाग्नु होला सबैलाई लाग्छ अफकोर्स त्यही नै हो यता चाहिँ घर पनि रहेछ मलाई कुनै पाएकोसरी म चाहिँ दौडिन्छु नि फाइनल्ली पिच बाटो आइसक्यो आधी मात्र है पिच बाटो फेरि हेर्दै राख्नुहोस् भिडियो आएको थकै पनि ला पानी चाहिँ खानुपर्ने हुन्छ आस्तिर लाग्छ मलाई चाहिँ यस्तो डेन्जर रहेछ पानी खान्छ यस्तो पानी चाहिँ लास्ट मिठो लाग्छ यार मलाई कसरी खानु त्यही जुत्ता डुब्नु भएन खानु मिल्दैन म चाहिँ हिँड्नु पर्ने हुन्छ अहिले पनि जति पनि सिनेमेटिक देख्नु नि म हिँडेको पक्क लाग्यो चाहिँ मैले एउटा दाउरामा अड्डाएर गरेको थिएँ अहिलेसम्म त्यो दाउरा मैले उहाँ छोडेछु ल हो त्यो ख्यापेमा अड्काएर उगाएको अहिलेसम्मको हो यो छ है हो त्यही बाटो अड्डाएर मैले चाहिँ गरेको टक्क त्यो टपबाट आएको हो यो त्यहाँको टपबाट आएको लास्टै नै थकै लागेको छ खुट्टा पनि यस्तो दुखेको छ नि अझै टाढा छ म ब्लग बनाउँदै जान्छु हजुर हेर्दै जानुहुन्छ त्यहाँ चाहिँ पुलिस दाइहरू भेटाउनु भएको थियो गाउँमा नि पुलिस आउनु लागेको छ हो बाइकहरू सोलो चला हो केटाहरू उहाँ पानी खाएको थियो होइन उहाँ पानी खाएको अहिले चाहिँ लास्ट तिर्ख लगाइसकेको छ मलाई चाहिँ एकदम तिर्ख लागेको छ तिर्खको दबाई सुन्तला मात्र छ मतिम चाहिँ नि त्यो एउटा मात्र हो कि पानी खानु थाम त्यहाँ पनि राम्रोसँग खान पाएन पानी चाहिँ नि अब यसैले गुजारा गर्नुपर्ने हुन्छ कारण उहीँ गएर खान्छु म चाहिँ आजको च्यालेन्ज भने एकदम डराउने पनि भयो एक्साइटेड पनि छु अनि पैदल यात्रा खुट्टा पनि लास्ट दुखेको छ 3टै थोक भयो 4वटै 5वटै जति हुन्छ जम्मै भएको छ झोला चाहिँ हलुङ्गै छ है यस्तो गरुङ्गो छैन कपडा मात्र हो होइन त्यही हो हजुरहरूले सपोर्ट गर्नुपर्ने हुन्छ त्यो बन्छ लास्टै धन्न बाघ भेट्टाएन क्या बाघ भेट्टा त भिडियो पनि आउँथेन होला जहाँसम्म हुन त म बाघसँग लड्ने मान्छे होइन ट्र्याक्टरले यो खसालेछ त्यही नै हो अब धेरै छैन आधी घन्टा हो त्यहाँ म पुगिहाल्छु पुगेपछि भिडियो बनाउँछु सकेसम्म कोसिस गर्छु खुट्टा नदुखे
बनाउँछु म। फाइनल्ली म चाहिँ नि आइपुग्न लागेँ। टक्क पुल चाहिँ त्यहाँ छ, यहाँ तल गण्डकी छ देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा। म चाहिँ नि यो साइड जाने हो, यताको साइड, उताको साइड चाहिँ म जान्न होइन, बाबे टुइन भयो। अहिले म चाहिँ नि उहाँको डाँडाबाट यस्तो स्टिकमा आइसकेको छु होइन। टक्कलर बबाल छ, तब उहीँ गर्दै टक्कलर म चाहिँ नि आइसकेँ मामा होइन सितान भेट भयो ल। आजको च्यालेन्ज के कस्तो लाग्यो कमेन्ट बक्समा सानो पत्र